नमस्कार, म सन्दीप लामिछाने। यतिखेर नेपाल बाहिर छु र एउटा यो देशको नागरिक, यो देशको एउटा युवा, एउटा भाइ, एउटा छोरा भएको नाताले देशमा अहिले 1-2 दिनदेखि घटिरहेको घटनाले चाहिँ एकदम दुःखी बनाइरहेको छ। आम स्योर सबैजनालाई त्यस्तै स्थितिबाट गइराख्नु परिरहेको छ अहिले। एउटा शान्तिपूर्वक ढङ्गले गरिरहेको आन्दोलन गर्न नहुने एउटा नर्मली उहाँहरूले आफ्नो मागहरू पुरा गर्न खोजेकोमा चाहिँ बिचारा सानसानो भाइ बहिनीहरूलाई यति ठुलो सजाय, यति ठुलो मृत्युसम्म पुर्याइदिएको सजाय यो कुनै पनि नेपालीले बिर्सिने छैन। मेरो पनि विनम्र बिन्ती छ